स्वागत छ। आज हामी इतिहासकै सायद सबैभन्दा नाटकीय र ठूलो ब्याङ्क लुटपाटमध्ये एकको कुरा गर्दैछौँ। हो, जहाँ ह्याकरहरूले झण्डै 1 अरब अमेरिकी डलर चोर्ने प्रयास गरेका थिए। हो, यो सन् 2016को बङ्गलादेश ब्याङ्क साइबर लुटपाटको घटना होइन त? एकदम। हामीले यस घटनाबारे विभिन्न अनुसन्धान रिपोर्टहरू अनि सुरक्षा विश्लेषण, खोज पत्रकारिताका सामग्रीहरू हेरेका छौँ। धेरै स्रोतहरू छन् यसमा। आज हामी यो कसरी भयो, यसको पछाडि को थियो होला र यसबाट के सिक्न सकिन्छ भन्नेमा अलिक गहिरिएर कुरा गरौँ न। ल, सुरु गरौँ। ल, यो कसरी भयो भन्नेबाटै सुरु गरौँ। यो लुटपाट त मतलब रातारात भएको जस्तो देखिनन् नि? बिल्कुल होइन। यसको पछाडि झण्डै 1 वर्षको एकदमै मेटिकुलस मतलब सूक्ष्म योजना थियो। ए हो र? 1 वर्ष? हो, सुरुमा फिलिपिन्सको एउटा ब्याङ्क आरसीबीसी अनि श्रीलङ्कामा नक्कली खाताहरू खोलिए। नक्कली खाता? हो, नक्कली परिचय पत्र प्रयोग गरेर। त्यसपछि बल्ल बङ्गलादेश ब्याङ्कका कर्मचारीहरूलाई फिशिङ इमेल पठाइयो। ए, त्यो र्यासल अलाम भन्ने नक्कली जागिर आवेदकको नामबाट होइन? हो, त्यही। त्यो इमेलमा मालवेयर लुकाइएको थियो। कम्तीमा 1 जना कर्मचारीले त्यो इमेल खोले अनि मालवेयर डाउनलोड गरे। अनि ह्याकरहरू सिस्टमभित्र छिरे। हो, अनि यहाँनिर चाहिँ डरलाग्दो कुरा के छ भने ब्याङ्कको सुरक्षा प्रणाली त अचम्म लाग्दो किसिमले कमजोर रहेछ। कस्तो कमजोर? मतलब त्यो स्विफ्ट नेटवर्कमा जोडिएका कम्प्युटरहरूमा फायरवल नै थिएन। के फायरवल थिएन? थिएन, अनि निगरानी पनि थिएन। ती कम्प्युटरहरू सिधै इन्टरनेटमा जोडिएका थिए। ओहो, स्विफ्ट जस्तो संवेदनशील प्रणाली चलाउने कम्प्युटर सिधै इन्टरनेटमा? हो, स्विफ्ट भनेको त ब्याङ्कहरूले अन्तर्राष्ट्रिय पैसा पठाउन प्रयोग गर्ने सुरक्षित मेसेजिङ सिस्टम हो नि त। अनि पासवर्ड कसरी चोरे त? ह्याकरहरूले की लगर प्रयोग गरे, मतलब कर्मचारीले टाइप गरेका कुरा रेकर्ड गर्ने मालवेयर। त्यसैबाट स्विफ्टको पासवर्ड चोरे। उनीहरू महिनौसम्म ब्याङ्कको सिस्टमभित्र बसेर पैसा पठाउने प्रक्रिया निहालिरहेका थिए। बाफ्रे, ब्याङ्क जस्तो ठाउँमा यस्तो आधारभूत सुरक्षा पनि नहुनु त अचम्मै लाग्यो मलाई त। हो नि। अनि ह्याकिङको समय पनि कस्तो चलाखीपूर्ण होइन त? बङ्गलादेशमा सप्तान्त शुक्रबार शनिबार पारेर, अनि उता न्युयोर्क फेडरल रिजर्भ ब्याङ्क चाहिँ खुल्ला। अनि फिलिपिन्समा फेरि चिनिया नयाँ वर्षको छुट्टी। हो, त्यसले गर्दा समन्वय गर्न झनै गाह्रो भयो। शङ्कास्पद गतिविधि पत्ता लागे पनि रोक्न गाह्रो भयो। कति पैसा पठाउन खोजेका थिए खासमा? करिब 1 अरब डलर 35वटा छुट्टा छुट्टै नक्कली निर्देशन मार्फत बङ्गलादेश ब्याङ्कको न्युयोर्क फेडमा रहेको खाँचाबाट। 1 अरब डलर? हो, तर भाग्यवश सबै सफल भएन। कसरी रोक्यो त? न्युयोर्क फेडले 30वटा कारोबार जसको मूल्य लगभग 850 मिलियन डलर थियो लाई शङ्कास्पद मानेर रोक्यो। ए, के शङ्कास्पद देखेर? सायद रकम ठूलो भएर अनि पठाउने तरिका अलि फरक भएर। अनि एउटा रमाइलो कुरा नि, के? एउटा निर्देशनमा भुक्तानी पाउने संस्थाको नाममा फाउन्डेसन हुनुपर्नेमा फन्डासन लेखिएको रहेछ। एउटा ओ को ठाउँमा ए? हो, त्यो सानो टाइपिङ गल्तीले पनि शङ्का बढाएर त्यो कारोबार रोकियो। ओहो, एउटा अक्षरले 850 मिलियन डलर मध्ये केही बचायो। हो, त्यस्तै श्रीलङ्का पठाउन खोजिएको 20 मिलियन डलर पनि त्यहाँको पान एसिया ब्याङ्कले निकै ठूलो र शङ्कास्पद कारोबार ठानेर फिर्ता पठायो। ए, श्रीलङ्कामा चाहिँ रोकियो? हो, त्यो पैसा फिर्ता आयो। तर पनि 81 मिलियन डलर चाहिँ फिलिपिन्सका 5वटा आरसीबीसी ब्याङ्क खाताहरूमा सफलतापूर्वक ट्रान्सफर भयो। गयो 81 मिलियन डलर त। ती खाताहरू पनि नक्कली नै थिए। हो, घटना हुनुभन्दा झण्डै 1 वर्ष अघि नै नक्कली परिचय पत्र प्रयोग गरेर खोलिएका थिए। अनि फिलिपिन्स पुगेको पैसाको के भयो त? त्यो पैसा तुरन्तै मतलब त्यही दिन ती आरसीबीसी खाताहरूबाट विभिन्न ठाउँमा सारियो। यसमा त त्यो ब्याङ्ककै कर्मचारीको संलग्नताको कुरा पनि आउँछ नि होइन? आरसीबीसीकै 1 जना शाखा म्यानेजर माया सान्तोस डिजिटो भन्ने, उनी पछि दोषी ठहरिएर जेल सजाय पनि पाइन्। ए, अनि पैसा कहाँ गयो त आखिरमा? त्यो 81 मिलियन मध्ये करिब 50 मिलियन डलर चाहिँ मनिलाका 2 क्यासिनो सोलेर र मिडास मार्फत शुद्धिकरण गरियो। क्यासिनो मार्फत कसरी? ह्याकरहरूले निजी जङ्केट कोठा प्रयोग गरे। त्यहाँ उनीहरूले बाकारात खेले। बाकारात नि किन? त्यो खेलमा ठूलो रकम धेरै बेर खेलाइरहन मिल्छ। जित हार लगभग बराबर जस्तो हुन्छ। त्यसले कालो धनलाई सफा देखाउन मतलब पैसाको अवैध स्रोत लुकाउन सजिलो भयो। अनि अर्को महत्त्वपूर्ण कुरा, त्यति बेला फिलिपिन्समा क्यासिनोहरू कडा एन्टी मनी लन्ड्रिङ मतलब एएमएल कानूनको दायरामा पर्दैनथे। ए हो र? कानूनले छुँदैन थियो? हो, यो कानूनी छिद्रले गर्दा पैसा गायब पार्न झनै सजिलो भयो उनीहरूलाई। कस्तो अचम्म।
अनि बाँकी पैसा नि 81 मिलियन मध्ये 50 त क्यासिनो गयो। बाँकी करिब $31 मिलियन चाहिँ एक चिनिया नागरिक सु वैकाङ भन्नेलाई दिइयो, तर उनी पछि बेपत्ता भए। बेपत्ता मतलब पैसा लिएर गायब? हो। अनि दुःखको कुरा, चोरी भएको 81 मिलियनको अधिकांश रकम लगभग $65 मिलियन जति अझै फेला परेको छैन। अझै यतिका वर्ष भइसक्यो। अझै भेटिएको छैन। अब यहाँनिर सबभन्दा ठूलो प्रश्न आउँछ, यो सब कसले गर्यो त? यस्तो ठूलो योजनाबद्ध आक्रमण। हो, FBI र विभिन्न साइबर सुरक्षा फर्महरू जस्तै सिमान्टेक, BA सिस्टम्स, कास्पर्स्की ल्याब सबैको अनुसन्धानले एउटै समूहतिर औँला ठड्याएको छ। कुन समूह? उत्तर कोरियासँग सम्बन्धित लाजरस ग्रुप भन्ने ह्याकिङ समूह। लाजरस ग्रुप? ए, त्यो सोनी पिक्चर्स ह्याक गर्ने समूह होइन र 2014 मा? हो, त्यही समूह। त्यो विवादास्पद फिल्म द इन्टरभ्यूको कारण सोनी ह्याक गर्ने। भनेपछि यो राष्ट्र राज्यले नै प्रायोजन गरेको साइबर अपराध थियो। आरोप त त्यस्तै छ। यो सामान्य ह्याकर समूह मात्र होइन, राज्यद्वारा सञ्चालित समूह हो भन्ने मानिन्छ। किन गर्यो होला त उत्तर कोरियाले यस्तो? हेर्नुहोस्, उत्तर कोरियामाथि कडा आर्थिक प्रतिबन्ध छ। आफ्नो सैन्य र आणविक कार्यक्रमका लागि पैसा चाहिएको छ। त्यसैले यस्तो साइबर अपराध अनि नक्कली मुद्रा, सुपर डलर छापेर पैसा कमाउने बाटो रोजेको आरोप छ। ए, यो त राष्ट्र राज्यले सिधै आर्थिक लाभका लागि गरेको साइबर आक्रमण पो भयो त? हो, ठ्याक्कै। यसलाई एसिमेट्रिक थ्रेट पनि भनिन्छ। मतलब सानो देशले पनि प्रविधिको प्रयोग गरेर ठूलो आर्थिक वा राजनैतिक असर पार्न सक्ने खतरा। अनि यिनीहरूले कहाँ बसेर गर्छन् यस्तो काम? बताइए अनुसार उत्तर कोरियाले आफ्ना ह्याकरहरूलाई विदेशमा जस्तै चीनको शेन्याङ, डालियन जस्ता शहरमा तालिम दिने र त्यहीँबाट सञ्चालन गर्ने गरेको पनि भनिन्छ। निकै गम्भीर कुरा रहेछ यो त। यो घटनाले त विश्वव्यापी वित्तीय प्रणाली अनि स्विफ्टको सुरक्षामा पनि ठूलै प्रश्न उठायो होला नि? एकदमै उठायो। हुन त स्विफ्ट प्रणाली आफै ह्याक भएको थिएन। तर बङ्गलादेश ब्याङ्कको कमजोर सुरक्षाको फाइदा उठाएर स्विफ्टमा पहुँच गर्ने पासवर्ड चोरिएको थियो होइन? हो, ठिक भन्नुभयो। ह्याकरहरूले ब्याङ्कको कमजोरीको फाइदा उठाएका थिए। यसपछि विश्वभरका ब्याङ्कहरू झस्किए। अनि के सुधार भयो त? धेरै कुरामा जोड दियो, जस्तै मल्टिफ्याक्टर अथेन्टिकेसन MFA, मतलब लगइन गर्न पासवर्ड बाहेक अरू प्रमाण पनि चाहिने। रियल टाइम निगरानी, नेटवर्क सेगमेन्टेसन। सेगमेन्टेसन भनेको? मतलब स्विफ्ट प्रणालीलाई ब्याङ्कको अरू नेटवर्कबाट छुट्टै सुरक्षित राख्ने। अनि प्रिभिलेज्ड एक्सेस म्यानेजमेन्ट, मतलब महत्त्वपूर्ण सिस्टमहरूमा कसले पहुँच पाउने भन्नेमा कडा नियन्त्रण। नियमित सुरक्षा अडिट, कर्मचारी तालिम, यी सबै कुरामा जोड दियो। स्विफ्टले पनि केही गर्यो? हो, स्विफ्टले आफ्नो कस्टमर सिक्युरिटी प्रोग्राम CSP सुरु गर्यो, जसले सदस्य ब्याङ्कहरूलाई न्यूनतम सुरक्षा मापदण्ड पालना गर्न अनिवार्य गर्यो। बङ्गलादेश ब्याङ्कले नि? उनीहरूले पनि अन्ततः साइबर सिक्युरिटी युनिट स्थापना गरे। अनि उता फिलिपिन्सले पनि आफ्नो AMLA कानून संशोधन गरेर क्यासिनोलाई पनि त्यसको दायरामा ल्यायो। ल, सुधार त धेरै भएछ। तर पनि पैसा फिर्ता ल्याउन र खास दोषीलाई कारवाही गर्न किन यति गाह्रो भइरहेको छ त? $65 मिलियन अझै हराइरहेको छ भन्नुभयो। यसमा मुख्य समस्या भनेको अन्तर्राष्ट्रिय कानूनी जटिलताहरू हुन्। देशहरू बीच सुपुर्दगी सन्धिको अभाव छ, जस्तै बङ्गलादेश र फिलिपिन्स बीच। मतलब फिलिपिन्सले दोषीलाई बङ्गलादेश पठाउँदैन? सन्धि नभएपछि गाह्रो हुन्छ। अनि कतिपय अवस्थामा कानून कार्यान्वयन पनि कमजोर देखिन्छ। RCBC को म्यानेजर त दोषी ठहरिन्, तर मुख्य ह्याकरहरू, योजनाकारहरू त अझै फरार छन्। अनि कानूनी लडाई पनि चलिरहेको छ? हो, जारी छ। बङ्गलादेश ब्याङ्कले RCBC विरुद्ध न्युयोर्कको अदालतमा मुद्दा हालेको छ क्षतिपूर्तिको लागि। अन्त्यमा भन्नुपर्दा यो घटना प्राविधिक कमजोरी जस्तै फायरवल नहुनु र प्रक्रियागत कमजोरी जस्तै कमजोर निगरानी दुवैको फाइदा उठाएर गरिएको एउटा अत्यन्त योजनाबद्ध राष्ट्र प्रायोजित आक्रमण थियो। हो, यसले त विश्वव्यापी साइबर सुरक्षा र वित्तीय अपराध कति जटिल छ भन्ने छर्लङ्गै देखायो। एकदम। ब्याङ्कहरूले सुरक्षा बलियो बनाए पनि एउटा मूल चुनौती अझै बाँकी छ जस्तो लाग्छ मलाई। के होला त्यो? त्यो हो जब भू राजनीतिक जटिलताले अपराधीहरूलाई, खासगरी राष्ट्र प्रायोजित अपराधीहरूलाई जोगाउँछ, तब विश्व समुदायले कसरी यस्ता अपराधलाई प्रभावकारी रूपमा पहिचान र सम्बोधन गर्न सक्छ? हो, यो निकै गम्भीर प्रश्न हो। जब साइबर अपराध र राज्यको स्वार्थ एक हुन्छ, त्यसलाई कसरी रोक्ने? यो घटनाले यस्तै गम्भीर प्रश्नहरू उठाएको छ, जसबारे हामी सबैले सोच्न आवश्यक छ।